हजुरको नाम भनिदिनुहोस् न मलाई। मेरो चन्द्रबहादुर राई। मैले 15 वर्ष सर्भिस गरेँ। 1971 बाट 1986 सम्म मैले ब्रिटिस आर्मी नोकरी गरेँ। त्यहाँबाट अनि म अवकाश भएँ, नेपाल आएर बसेँ। त्यसको बादमा आज मैले तपाईँको 90 बाट चाहिँ गल्ला भने थाहा छ नि तपाईँलाई, भर्ती गर्ने पोखरा लानुपर्ने त्यहाँ गरेँ। पहिलाको दफामा 1990 देखि लिएर 1995 सम्म गरेँ त्यहाँ। त्यहाँदेखि मैले छोडिदिएँ। त्यहाँ नेक्स्ट टाइममा भोजपुर जिल्लाबाट चाहिँ गल्ला कोही गर्नुहुन्छ भने भन्ने एउटा आएर अनि मैले फेरि 2003 बाट सुरु गरेँ अनि 2014 चाहिँ सक्यो। मैले 2 टाइम गरेँ अनि त्यहाँदेखि सक्यो, किनभने उमेरले डाँडा काट्यो क्या। उमेरले 60 वर्षदेखि उता चाहिँ गल्लाहरू पाउँदैन क्या। गल्ला भए एडब्लुओहरू, एरिया वर्करहरू अहिले त अलिक धेरै भएको छ होला, त 60 वर्षदेखि पाउँथेन क्या। अनि अहिले त्यही। अनि हजुरले छ नि जस्तो अब यसरी अब भिजा पाउनु भएको छ होइन, हजुरलाई चाहिँ अब यसरी भिजा लाउन मिल्छ, भिजा पाइन्छ भनेर थाहा थियो हजुरलाई पहिल्यैदेखि के छ? मलाई त्यति थाहा थिएन हजुर। यो भिसा पनि पसेको चाहिँ अब 45 दिनमा आउँछ भन्दै थियो। त्यहाँदेखि हाम्रो झन् 70 दिन पो होइन र हजुर लाग्यो। आउँदैन होला जस्तो लागेको थियो। अप्लाई गर्न मिल्छ भनेर चाहिँ थाहा थियो? हजुर, त्यो चाहिँ भन्ने थियो। अब पहिला पनि त आउनुहोस् युके भनेर साथीहरू थुप्रो गएको छ, नम्बरीहरू छ, मभन्दा पछाडिकोहरू, मभन्दा अगाडिकोहरू होइन हजुर। अनि आउनु नै आउनु भन्थे। बिचमा के जाडा खाने के जाने आउँदैन म त भनेर भने। अनि आखिरमा यो कान्छा छोराले गर्दाखेरि लु बाबा यस्तो यस्तो भन्न थाल्यो। ल त त्यसो गर न त, एप्लाई गर, पाइएछ भने जम्ला। हुनु त म अब पहिला पनि गएकै हो होइन जो ब्रिटिस आर्मी भन्दाखेरि 1973 बाट 75 सम्म हामी युके बसेको हो। हजुर, 2 साल। पहिलाको चाहिँ तपाईँको 2 साल हुन्थ्यो क्या। अहिले चाहिँ 5 वर्ष युके वर्ष, 5 वर्ष बुनाइ वर्ष। पहिला चाहिँ अब 2 वर्ष धेरै बटालियनहरू थियो, ब्रिगेड धेरै थियो। अनि हरेक 2 वर्षमा पालै 2 वर्ष गऱ्यो। त्यहाँदेखि आयो हङकङ, त्यहाँदेखि फेरि अरू भयो। त्यहाँदेखि फेरि त्यसको बादमा फेरि आफ्नो पाला आउँथ्यो। त्यति बेला गएको थियो। 2 वर्षमा चाहिँ रोटेट भयो? हजुर, रोटेट गर्नुहुन्थ्यो। तर अहिले त तपाईँको 5 वर्ष हुन्छ, किनभने अहिले चाहिँ 2 बटालियन मात्रै छ, 1 RJ र 2 RJ छ। अनि एक बटालियन बुनाइ सरकारले पाल्छ, अनि 1 बटालियन चाहिँ युकेमा बस्छ। उनीहरू चाहिँ 5 वर्षकोमा चाहिँ बदली हुन्छ। जो 5 वर्ष पुगेपछि युके जान्छ, युकेको फेरि बुनाइ जान्छ। अनि बुनाइको युके हो त्यसरी रोटेट भएर। हजुर, घटायो, धेरै घटायो क्या। त्यसले गर्दाखेरि अहिले मोटामोटी ब्रिटिस आर्मीमा 35-36 मात्रै छ टाकाटुङ गर्दाखेरि। जस्तो हजुरलाई चाहिँ अब जस्तो अब अलि चाहिँ तपाईँले पहिला काम गरेको सम्झिँदा कस्तो लाग्छ हजुरलाई? ब्रिटिस आर्मीमा काम गरेको बेलाको सम्झिँदाखेरि ठिकै थियो हजुर, किनभने अब पल्टनको लाइफ हो। पल्टनमा अब कोही बेला एकदमै दुःख हुन्छ। अब एक्सर्साइज भयो भन्नाले अब 7 दिन 15 दिनको प्याकहरू, रासिन बोकेर, एमुनेसनहरू, गोलीगट्ठा बोकेर जाँदाखेरि चाहिँ एकदम दुःख लाग्थ्यो। बिचमा भर्ती भएछु भन्ने हुन्थ्यो क्या। त्यहाँदेखि पछि एउटा फर्केर आएर फेरि अब ब्रिटिस आर्मी मात्रै हो सबैको। त्यहाँदेखि फेरि यसो मनोरञ्जन हुन्छ, पार्टी हुन्छ, यताउति गर्दा चाहिँ पछि त्यो बिर्सिहालिन्छ क्या। त्यसो गर्दा त अनि लास्टमा चाहिँ के हुन्छ अरे 15 वर्ष पुग्दो रहेछ। त्यति बेला हसरङ्ग हुन्छ क्या। लु तपाईँ अब 15 वर्ष पुग्यो भन्दा अब बिलो पोपरको चाहिँ 15 वर्षभन्दा नोकरी पाउँदैन क्या। तर अहिलेको केटाहरूको चाहिँ 22 वर्ष गर्नै पर्छ। अनि हौ त्यही हो छ, 22 वर्ष गर्नै पर्छ। अनि पहिला चाहिँ 15 वर्षमा चाहिँ ल चल भाइ भन्यो, पठाइदियो। जो अलिक प्रमोसन हुँदै गयो अलिक बस्थ्यो। अब सार्जन भयो भने 18 वर्ष, सार्जन भने यहाँ हलदार भन्छ नि, नेपालको हलदार भन्दैन, 18 वर्ष। त्यहाँदेखि स्टाफ सार्जन W2 भन्ने त्यो 18, 19, 20, 22 सम्म। अब यता माथि अफिसरै भयो भने 24 वर्ष, क्याप्टेन भयो भने 28। अनि लास्टमा एउटा गोर्खा मेजर भन्छ, गोर्खा मेजर भयो भने चाहिँ उसले 32 वर्षसम्म नोकरी पाउँछ। किनभने उसको चाहिँ उमेरले 32 वर्षसम्म चाहिँ उमेरले दियो भने नभए 30 वर्षमै हो। ऊ जब 18 वर्षमा भर्ती भएको छ भने उसले 32 वर्ष जागिर पायो। ऊ 20 वर्षमा भएको छ भने 30 वर्षमा पेन्सनको हकदार हुन्छ। हजुर, आर्मीको नियम
रुल जे भए तापनि तपाईँको राम्रै हुन्छ आर्मीमा दुःख गरे अनुसार अहिले पेन्सन दिएको छ तपाईँको बसी खाइएको छ राम्रै छ जस्तो तपाईँले अब त्यो बेला काम गर्नु भएको आधारमा अहिले यसो भिजा दिएको छ होइन हजुर त्यो पनि एउटा भिसा दिएको छ हेर्नुहोस् अब माने त हुनु म पनि अब धेरै पाहाड बसेको मान्छे हुँ तर पनि अब 2012-15 वर्षमा त्यसो तलतिर धरनतिर बसियो त्यहाँदेखि काठमाडौँ आयो अब झन् पाहाड बसेर त झन् थाहै छैन बिचरा बुढाबुढीहरूलाई के कसो होइन यसरी गर्नु पाउँछ पाउँछ कि पाउँदैन पनि थाहै छैन अब पाए पनि अब यसले गरे अब पैसा लाग्यो नि त थुप्रो होइन लाग्छ त्यसै त आइजा भनेर त बोलाउँदैन त अब त्यहाँनिर पुरा प्रोसेस मिलाउनु पर्यो इत्यादि गर्नु पर्यो होइन अब जहाज खर्च चाहियो अघि तपाईँले भन्नुभयो 2 लाख बढी हुन्छ जहाज खर्च भन्नु होइन अब त्यो पाहाड बस्नेले कहाँबाट 2 लाख निकाल्नुहोस् अब जग्गा बेचौँ भने त्यो पाहाडको जग्गा दुनियाँ बेच्दाखेरि पनि तपाईँको 2 लाख आउँदैन होइन हजुर अब यहाँनिर त्यो एक आना भयो भने उहाँ 12-15 लाख आइहाल्छ हो त्यस्तै सुविधा पाहाड बस्नेलाई झन् साह्रो दुःखमा दुःख छ पहाडियालाई क्या अब फेरि केही बुझेको हुँदैन अब पेन्सन उयो अब कहिले महिनामा आउँछ पैसा त सक्यो त अब कहिले महिनामा आउँछ त्यहाँदेखि अब पेन्सन छाप्न जान्छु भने अहिले वालफेयर दिएको छु क्या अनि धेरै जस्तो अनि ब्याङ्कतिर अलिक जान्ने बुझ्नेहरूले चाहिँ ब्याङ्कमा लागेको छ अब ब्याङ्कबाट अनि यता एटिएमबाट निकाल्छ नजाने त कहाँ एटिएम पनि छैन अनि जानु पऱ्यो अब अनि यसो ठ्याप्सिङ लाग्यो जहाँ तपाईँ साइन गऱ्यो अनि 3 महिनामा पेन्सन दिन्छ होइन 3 महिनामा दिन्छ यो भएर पनि खासै अब थाहा नभएपछि गाह्रै छ है गाह्रो एकदम गाउँघर बस्नेलाई एकदम दुःख हुन्छ गाह्रो छ अब पहिला भविष्यमा अब जानेन पनि होला हामी पनि त म पनि जानिनँ अब तलैतिर बसेको भए तलतिर धरानतिर आउँदो बसेको भए अलिकति बुद्धि पनि बढ्थ्यो होला होइन अब म यति बेला कति वर्ष खाइसक्थेँ त्यहाँको यसो भत्ताहरू होइन अब यहाँ हेर्नु न अब 50 वर्ष पुगेपछि अब चाहिँ म खानेवाला छु अब दियो भने दिन्छ तर दिन्छ त भनेको छ उहाँ जानेहरूले बस्नेहरूले अनि अब त्यस्तै छ अनि तपाईँले अब फेरि अब यत्रो वर्षपछि नेपाल बसेर अब एक टाइम काम गरेर आउनुभयो अब फेरि अब यहाँ नेपालमा नि काम गर्नुभयो होइन यत्रो वर्ष फेरि नेपाल बसेर फेरि फर्किँदै हुनुहुन्छ हजुरलाई कस्तो लागिरहेछ अब फेरि मलाई एकदम खुसी हजुर है किन पहिलाको बिर्सेको माया फेरि सम्झाइदियो भने जस्तै क्या अब पहिला अब त्यो युकेमा गयौँ अहिले अब म 75 सालमा 73 गरेर 50 आएर चाहिँ कति अहिले 50 वर्ष भएर 50 वर्षमा झन् कस्तो डेभलप भएन अनि त्यही त त्यहाँको भाइले भने चाहिँ आउनु दाजु आउनु म तपाईँले पहिला बसेको ठाउँहरू सबै देखाइदिन्छु भनेर भन्छ कि ल केटाहरू आयो भने देखा न भनेर चाहिँ त्यहाँदेखि हो त्यस्तै एकदम खुसी छु अहिले किनभने मेरो फ्यामिली त जानु पाएको थिएन पहिला त युके भने त छोरी मान्छेलाई त लान्थेन किनभने पढेको हुन्थेन नि जस्तो आर्मी हुँदा नि लान पाउँथेन किन पहिला त अब पढेको हुन्थेन अब छोरा मान्छे त त्यति पढेको हुन्थेन मै हो ठ्याप्सिङ लगाएर लाउँदै गएको भर्ती अनि कि अब युकेमा बदनाम गर्छ भन्यो अनि छोरी मान्छे जब युके आफ्नो पल्टन चाहिँ युके जाने बेला मौका भयो अनि घरमा नेपाल पुऱ्याएर जानुपर्ने युके तर अहिले त तपाईँको केटाहरूको अहिले त मजा छ ठ्याक्क अब 2 वर्षमा भर्ती भएको 2 वर्षमा भर्ती बुढिया ल्याउन पाइहाल्छ अब अहिलेको त फेरि पढे लेखेको छ नि त अब त्यो गोराले बोलेको बुझ्छ उनीहरूले बोलेको अब त्यहाँ अब काम पाउँछ उहाँ त पहिला त 1 बजे 6 जिआरको कति सालमा लगाएको थियो अरे पुरा बदनाम गरेर क्या लुक गोर्खालीको आइमीहरू चाहिँ ल्याउनु हुँदैन भने त्यहाँदेखि ब्यान गरेको अब ब्यान गरिदियो नि त अनि अहिले चाहिँ अब छोरी मान्छेहरू केटीहरू अब सबै पढेको हुन्छ कोही नर्स पढेको हुन्छ कोही के कस्तो जे पनि जान्ने बुझ्ने बोल्न सक्ने हुन्छ हो हुन्छ अहिलेको किनभने अहिलेकोहरू धेरै जस्तो बोर्डिङ पढेको हुन्छ क्या अब पाखाभित्र पढेकोले त त्यति यो त सक्दैन अब म्याथहरू सक्ला होइन इत्यादि के हाम्रो नेपालीहरू सक्ला त इङ्ग्लिस बोल्नै सक्दैन अब गोराको इङ्ग्लिस र फेरि नेपाली इङ्ग्लिस फरक हुन्छ बुझ्नै गाह्रो नाकभित्रबाट बोल्छ के भन्यो होइन हजुर अनि पाडन भन्दाको हत्तु ठिक छ अनि त्यहाँले त्यो कुरा बुझिन भन्दा पनि लास्टमा बुझिन भने खत्तम छ त्यहाँदेखि यो मान्छे लाटेर छ भने छोडिन्छ हजुरलाई धेरै बधाई छ है थ्याङ्क यू हजुर जस्तो अब हाम्रो टिमलाई अथवा हाम्रो जो सरहरू हुन्छ उहाँले के भन्न चाहनुहुन्छ हजुरले कि यसमा चाहिँ हजुरहरूलाई धेरै धन्यवाद छ किनभने मै जस्तोले त अब
लु मलाई मेरो बनाइदेऊ भनेर तपाईँले अब मैले अब त्यो उसको नि थाहा छैन होइन अनि अब छोराले गर्दाखेरि सबै परिचय भयो इत्यादि तपाईँहरू एउटा साथी जस्तो भयो अनि तपाईँहरूलाई धेरै धेरै मुरी धन्यवाद है हजुर अब फेरि पछिबाट आएर भेटौँ तपाईँ हामी होइन म चाहिँ मरेन भने त्यहाँ अब पहिला जस्तै कोरोना लाग्यो भने त उतै मरिन्छ कति त मऱ्यो क्या त्यो हाम्रो साथीहरू पल्टनको पनि धेरै हुनुभयो होला हजुर अनि अब त्यस्तै हुन्छ के गर्ने हजुर अब यसो मन लाग्यो भने बस्नु पर्ला 1 साल जति नभएदेखि गएर फर्किन मिलिहाल्छ मिल्छ जब छोरा पुऱ्याएर उसको छोराले काम गर्नु सुरु गर्यो भने चाहिँ फर्किँदा पनि हुन्छ भने अहिले यो एउटा गोर्खा मेजा जुत गुरुङ छ नि त्यसलाई दिइरहन्छ क्या जुत गुरुङले तपाईँहरू 10 वर्ष चाहिँ यहाँ बस्यो भने यहाँ जति पाएको छ तपाईँहरूले पैसा नेपाल गएर पनि खानु पाउँछ भने हुन्छ क्या जुत गुरुङले क्या उसले चाहिँ अहिले त्यो वार्ताको हेड पनि त्यही छ नि त अब अस्ति जुन 12मा वार्ता बस्यो अब लास्ट डिसेम्बर लास्टमा चाहिँ अन्तिममा हुनैपर्छ भनेका छौँ सायद त्यति बेला चाहिँ आशा गरौँ पेन्सनको भनेर पेन्सनको लागि हामी कुरा गर्छौँ भनेर होइन अब सबै बुढो टोली मरिसक्यो त्यति बेला दिनुहुन्छ तपाईँहरूले भनेर पनि यो कुरा पनि राखेँ भनेर चाहिँ क्या कुराहरू जति पनि अब त्यही त अब तपाईँहरू युके आउनु माग्नुहुन्छ भने मलाई सोध्नु मिल्दैन जान्दछु म बताउनु मैले मिल्दैन तपाईँहरूले उहाँको लोयरहरूलाई सोध्नुहोस् कम्प्लिट उहाँहरूलाई थाहा छ के गर्ने युकेमा आउँदाखेरि के भने सबै उहाँहरूलाई थाहा छ अनि यदि तपाईँहरूको कुनै आफन्त गाउँले पनि छैन भने उहाँहरूले मिलाइदिन्छ यहाँको कोठाहरू पनि के भाडा के कोठा खोजिदिनु पनि भनेको छ यो पक्का हजुर जुत गर्नु भनेको त्यो चाहिँ जस्तो अब केही टाइमको लागि त उहाँहरूले पनि अब सुरुमा जाने बित्तिकै थाहा हुँदैन होइन स्टेसन छ भनेर उहाँहरूले अब जस्तो तपाईँले चाहिँ सुरुदेखि भन्नु पऱ्यो हजुर उहाँहरूले जो हेल्प चाहिँ गर्नुहुन्छ हजुर हेल्प गर्दछ अनि एकदम उसले पनि राम्रो गोर्खाको लागि राम्रो नै मिलाएको छ राम्रै तरिकाले बुझाएको छ नजान्नेहरूलाई पनि त्यही त म बाबुआमा मरेको 2 वर्षभन्दा पछाडि भयो भने तपाईँहरूले मुस्किल छ 2 वर्षसम्म चाहिँ बाबाआमा मरे त गए तापनि तपाईँहरू आउनु पाउँछ भन्ने कुरा त्यो त्यस्तो कुराहरू चाहिँ नेपालको लोयरहरूलाई सोध्नुहोस् तपाईँहरूलाई अब कन्सिलिटमा सोध्नुहोस् उहाँले पुरा थाहा छ त्यही भनेको थियो ठिक छ हजुर हुन्छ हजुर हजुर ल अहिले कुरा यति आज यति नै टुङ्ग्याउनलाई आज हस् हुन्छ हजुर हस् ल अब तपाईँहरूले युके पठाउनु भएकोमा धेरै धेरै धन्यवाद है हुन्छ हजुरलाई कस्तो लागिरहेछ एकदम खुसी लागिरहेछ है छोरा बुढासँग अब बाहिर जानु खुसी हुनुहुन्छ है हुन्छ हजुरलाई पनि धेरै धेरै बधाई छ है त जस्तो अब उहाँ सर त आर्मीमा हुनुहुन्थ्यो होइन तपाईँ चाहिँ नेपालमा हुनुहुन्थ्यो त्यो बेला चाहिँ कस्तो लागिरहेको थियो हजुरलाई अथवा कसरी म्यानेज गरिरहनु भएको थियो त्यो बेला त्यतिखेर त अब गाउँमा बसाइ बाबु अलिक गाह्रै हुन्थ्यो नि है अब नानीहरू मसिनो बुढा बाहिर हामी त पहिला धेरै बस्नु पनि पाएन 3 वर्ष चाहिँ बस्यो होइन पहिला जाने चाहिँ भएको थियो बाहिर गएको हजुर पहिला जाँदाखेरि बोर्डनाई गयौँ बोर्डनाईमा 8 महिना बस्यो होइन बुढो 8 महिना बसेर क्यासिना क्याम्पमा आयौँ है कङ्गायौँ जम्मा 3 वर्ष पुऱ्याएर चाहिँ आइयो नेपाल त्यहाँ त आएकै हो कि होइन जस्तो त्यो पनि सपना जस्तो के 3 वर्ष ठ्याक्कै गयो अनि आउनु हजुर त्यहाँदेखि त आफू एक्लै आधी उमेर हामी एक्लै बित्यो नि त बाबु अब अहिले जस्तो थिएन एक्लै बसाइ बच्चा बच्चीसँग गाह्रै भयो हजुरलाई चाहिँ गाह्रै भयो हजुर गाह्रै भयो अनि त्यसपछि उता सर आइसकेपछि बल्ल अलिकति फ्यामिली भएको जस्तो भयो हजुर अनि उहाँ आउनु भएपछि चाहिँ अलिकति धेरै आड भयो सबै कुरोको अनि दुःख त दुःखै नै खान लाउन सम्पूर्ण भए पनि कामको दुःख हुन्थ्यो गाउँमा एकदम काम चाहिँ जब नै बिहानै उज्यालो भएदेखिको काम चाहिँ त्यतिकै दुःखै हुन्छ अनि मेरो छोराहरू पनि अलिक दुःखैमा हुर्केको कामको चाहिँ दुःखै हुने हाम्रो ठाउँमा पाहाडको ठाउँमा
हजुरहरूलाई थाहा छ छैन? हजुर अनि पहाड के हो न त? हजुर त्यसबाट थाहा हुन्छ, नभए त धेरै नै गाह्रो छ। त्यसो अब त्यो बेला हेरेर अहिले चाहिँ कस्तो लाग्छ हजुरलाई? अब अहिले त हुनु त यस्तै हुन्छ, यस्तै भोग्नु पाउँछु भन्ने त थाहा थिएन, तर अहिले राम्रो छ। खुसी छौँ हामी पनि यसरी ठाउँ ठाउँ बस्नु पाइयो। अब यी बाहिर पनि जानु पाइँदैछ। हजुरहरूले धेरै प्रोसेसमा निकालिदिनु भयो, एकदम खुसी। एकदम खुसी हुनुहुन्छ भने जानु पाउँदाखेरि? खुसी हुन्छ, धेरै धेरै बधाई छ हजुरलाई। धन्यवाद सर नमस्ते। नमस्कार। मलाई हजुरको नाम भनिदिनुहोस् न। मेरो नाम प्रेमचन्द्र राई हो। हजुरले चाहिँ अब कुन भिजा क्याटेगोरीमा अप्लाई गर्नुभएको थियो? मैले चाहिँ युके सेटलमेन्ट भिसामा अप्लाई गरेको हो। तपाईँलाई चाहिँ त्यो टाइम के अरे अप्लाई गर्न कति टाइम लाग्यो कि भयो? फर्स्टमा चाहिँ अब डकुमेन्टहरूको लागि चाहिँ अलिकति मेरो आफै डकुमेन्टको लागि चाहिँ आफै टाइम लाग्यो, तर जस डकुमेन्टहरू चाहिँ बनाएर अप्लाई गरेको चाहिँ मेरो 75 डेजमा ठ्याक्कै अप्लाई गरेर 75 डेजमा आइपुग्यो भिसा चाहिँ। टाइम लाग्यो भनेपछि तपाईँलाई जस्तो अब डकुमेन्ट बनाउनु चाहिँ कति गाह्रो सजिलो के भयो हजुरलाई? डकुमेन्ट बनाउनु चाहिँ मेन कुरो चाहिँ कस्तो भयो भने यहाँ जब म यहाँ फर्स्ट टाइम यहाँ आएर बुझ्दा ओर्दा चाहिँ सोद्धा चाहिँ मजाले एक्सप्लेन गरिदिनु भयो। अनि डकुमेन्ट कसरी बनाउने, कस्तो तरिकाले बनाउने, कुन खालको बनाउने भनेर उहाँहरूले एकदम राम्रोसँगले बुझाएर स्याम्पलसम्म दिनु भएर सजिलो, मलाई एकदम काम गर्न सजिलो बनाइदिनु भयो। मेरो डकुमेन्ट बनाउनु मलाई एकदम इजी भयो। फर्स्टमा अब टाइम लाग्यो अलिकति, मेरो आफ्नै समस्या आफ्नै व्यस्तताले गर्दाखेरि म फर्स्टमा अलिकति डकुमेन्टहरू चाहिँ ढिलो बनाए स्टार्ट गरेँ, तर डकुमेन्ट बनाउनु थालेपछि चाहिँ एकदम मेरो इजिली सजिलो जस हप्ता दिनमै मेरो डकुमेन्ट चाहिँ सबै बनिसकेको थियो। स्मुथली नै भयो? स्मुथली भयो एकदम। अनि एउटा कुरा सुन्न चाहेँ मैले, हजुरलाई जस्तो यो भिजा क्याटेगोरीको बारेमा हजुरलाई पहिलेदेखि थाहा थियो यसरी जान पाइन्छ भनेर? सेटलमेन्ट भिसा भनेको चाहिँ मैले पहिलेदेखिको सुनिरहेको थिएँ, गइरहेको थियो होइन। मेरो बाबाहरू एक्स हुनुहुन्थ्यो र पहिलादेखिको अरूले पनि भनिरहेको थियो, तर मेरो आफन्तहरू पनि पुरै जान्नुभएको छ। के अरे आफू चाहिँ उमेरको हदबन्दीले गर्दा ओभर एज भइसकेको कारणले चुप लागि बसिरहेको थियो। तर अहिले यो हालसालै भनौँ न मैले 6 वर्ष दिन अगाडि मात्र मैले चाहिँ जस उमेरको हदबन्दी छैन भनेर चाहिँ थाहा पाएर, त्यही भएर चाहिँ मैले आएर मैले यहाँ बुझ्दा चाहिँ तपाईँहरूले सबै कुरोमा मिल्छ भन्ने भएर चाहिँ मैले यसरी अप्लाई गरेको। हाम्रो अफिस चाहिँ यहाँ छ भने कसरी थाहा पाउनु भयो? के छ जानकारी कसरी पाउनु भयो? यो चाहिँ मैले मैले चाहिँ यो सुरेन्द्र नेमाङ मामालाई चाहिँ मैले फेसबुकमा मैले ट्याग गरेको थिएँ, मामासँग मैले फेसबुकतिर च्याट पनि गरेको थिएँ, त्यो भएर चाहिँ त्यसरी पनि थाहा भयो। अनि त्यसपछि मैले यहीँनिर छ भनेर चाहिँ मैले गुगल गरेर सर्च गरेर भेटाएर चाहिँ हेर्न आएको। अनि तपाईँलाई त भिजा लागेकोमा धेरै धेरै बधाई छ सुरुमा। हस्, धन्यवाद। अनि तपाईँलाई कस्तो लागिरहेछ त्यो भिजा पाउँदाखेरि? एकदम खुसी छु। जस तपाईँहरूको सपोर्ट साथ अनि तपाईँहरूको एफोर्टले गर्दा अनि मेरो पनि भाग्य आउन लक्कीले गर्दा मेरो वान टाइममै एकैचोटिमा भिसा लाग्यो। हामी 3 जना बाबा आमा मेरो 3 जना एकैचोटि भिसा आयो। जस एकदम खुसी छु म। तपाईँलाई चाहिँ भिजा लागेपछि चाहिँ कस्तो के कुरा थाहा भयो कि जस्तो अब सुरुमै भिजा लाग्न चाहिँ के हुनुपर्ने रहेछ, कस्तो लाग्यो, के हुनुपर्छ जस्तो लाग्यो हजुरलाई चाहिँ? भिसा अब लागेको त अब फर्स्टमा अब मेसेज आयो, तर मलाई भिसा लाग्यो भनेर चाहिँ थाहा थिएन। अब तर यहाँ आएर चाहिँ फेरि अफिसमा आएँ। अफिसमा आउँदा चाहिँ तपाईँहरूले नै मलाई यसो भिसा लाग्यो कङ्ग्रेचुलेसन भन्दा एकदम ह्याप्पी भयो। त्यसपछि त्यहाँबाट गएर चाहिँ पासपोर्टहरू कलेक्सन गर्न गएँ। पहिला मलाई चाहिँ त्यति बेला अप्लाई गर्नेलाई चाहिँ 3टा रिसिभ दिनुपर्ने रहेछ, उनीहरूले एउटा मात्रै रिसिभ दिएछ। अनि त्यहीँनिर गएर मैले बुझ्दा चाहिँ अनि खोइ 2टा रिसिभ छैन भन्दा चाहिँ अनि होइन तपाईँहरूले दिनुभएको एउटा मात्र हो, यति मात्र भनेर फेरि उहाँहरूले नि त्यहीँबाट चाहिँ फेरि अर्को प्रिन्ट गरिदिएर 3टा बनाएर चाहिँ बल्ल फेरि त्यसमा साइन गरेर चाहिँ दिनुभयो। त्यस्तो धेरै झन्झट चाहिँ परेन, त्यही रिसिभ नभएकोले मात्र एकछिन भयो, त्यही समस्या त्यति। त अब हाम्रो सुरेश सरहरूलाई र हाम्रो टिमलाई के भन्न चाहनुहुन्छ? एकदम धेरै धेरै धन्यवाद भन्छु तपाईँहरूको टिमलाई र अरूलाई पनि म मेसेज दिन्छु। तपाईँहरूलाई काम गर्न सजिलो, प्रोसेस गर्न सजिलो, तपाईँलाई सबै कुरो कसरी आइडिया चाहिन्छ भने चाहिँ द एडभाइजर गार्डियनलाई मा आउनुहोस्। एकदम सजिलो, उहाँहरू भाइहरू एकदम मजाको हुनुहुन्छ, फ्रेन्डली अनि मजाले एक्सप्लेन गरिदिनुहुन्छ। एकदम सजिलोसँगले तपाईँहरूलाई इजी वे गर्नुहुन्छ। अब 2-4 पैसाको लोभ नगर्नुहोस्। मेरो एडभाइस चाहिँ आउनुहोस्, यहीँ आउनुहोस्,
एजबेल गार्डनमै। हस् धेरै धेरै धन्यवाद हजुरलाई। अब फ्युचरको लागि पनि धेरै धेरै शुभकामना छ है। हस् धन्यवाद। तपाईँको अब कर्मथलो हजुर जाँदै हुनुहुन्छ, हस् धेरै धेरै शुभकामना छ। हुन्छ हुन्छ हस् हस् धन्यवाद। थ्याङ्क यू सर।